के तपाईँको मकैको बाली बारम्बार ढल्छ? बोट त निकै हरियो देखिन्छ, तर फल राम्रोसँग भरिँदैन। समस्या धेरै युरिया त होइन? आज हामी बुझ्नेछौँ मकैमा धेरै युरिया हाल्दा हुने खतरनाक असर र यसको सही प्रयोग विधि। नमस्कार किसान दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो कृषि जानकारी च्यानलमा तपाईँलाई स्वागत छ। नेपालका धेरै किसानहरूले राम्रो उत्पादनको आशामा मकैमा धेरै युरिया हाल्ने गर्छन्, तर अत्याधिक नाइट्रोजनले बालीलाई फाइदाभन्दा बढी नोक्सान पुर्याउन सक्छ। बोट धेरै हरियो र फेद कमजोर हुन्छ। धेरै युरिया हाल्दा मकैको बोट छिटो बढ्छ, पात गाढा हरियो हुन्छ, तर फेद बलियो हुँदैन। त्यसैले हावाहुरी वा भारी वर्षामा बाली सजिलै ढल्छ। लजिङ अर्थात् बाली ढल्ने समस्या। फल लागेपछि तौल बढ्छ। यदि फेद कमजोर छ भने बोट ढल्छ। ढलेको मकै काट्न गाह्रो हुन्छ र उत्पादन घट्छ। रोग र किराको आक्रमण। अत्याधिक नाइट्रोजनले बोट नरम बनाउँछ। यसले किरा र रोगलाई सजिलै फैलन मद्दत गर्छ। फल राम्रोसँग नभरिने। धेरै पात र फेद भए पनि फल राम्रोसँग नभरिन सक्छ। यसले उत्पादनको गुणस्तर घटाउँछ। माटो बिग्रिने खतरा। लामो समयसम्म धेरै युरिया प्रयोग गर्दा माटो अम्लीय बन्छ र उब्जनी घट्छ। युरियाको सही प्रयोग। माटो परीक्षण गरेर मात्र मल प्रयोग गर्नुहोस्। सिफारिस गरिएको मात्र प्रयोग गर्नुहोस्। युरिया 2-3 किस्तामा हाल्नुहोस्। रोपाइपछि घाँस गोड्दा फल लाग्नु अघि गोठ मल वा कम्पोस्टसँग सन्तुलित रूपमा प्रयोग गर्नुहोस्। पानी पर्ने बेला खुला जमिनमा युरिया नछर्नुहोस्। याद राख्नुहोस्, सन्तुलित मल नै राम्रो उत्पादनको आधार हो। यदि तपाईँलाई यो जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्। कृषि सम्बन्धी यस्तै जानकारीका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अरू किसान साथीहरूसँग पनि सेयर गर्नुहोस्। धन्यवाद। फेरि अर्को उपयोगी जानकारीसहित भेटौँला।